सम्पूर्ण मित्रहरूमा मेरो नमस्कार। शुभ बिहानी, न्यानो अभिवादन। सबैजना सन्चै हुनुहुन्छ होला। आज म विद्यार्थी जीवनसँग सम्बन्धित सानो मुक्तक वाचन गर्ने प्रयासमा छु। हजुरहरूले यो मुक्तक सुनेपछि कस्तो लाग्छ प्रतिक्रिया दिन चाहिँ नबिर्सनु होला। कमेन्टद्वारा हजुरहरूले प्रतिक्रिया दिनुहुन्छ भन्ने मैले विश्वास नै राखेकी छु। मुक्तक चाहिँ मेरो आफ्नै जीवनको भोगाइसँग सम्बन्धित रहेको छ। मैले मुक्तक वाचन गर्नतिर लाग्छु। हजुरहरूले सुनेर प्रतिक्रिया दिन चाहिँ नबिर्सिदिनु होला। मुक्तक सुरु गरेँ मैले। विद्यार्थी जीवनसँग सम्बन्धित छ। कापी बोकी हिँड्छु आज सपना बोकी साथमा। कापी बोकी हिँड्छु आज सपना बोकी साथमा। आमा बाबुको आस छ नि मेरो सानो हातमा। आमा बुवाको आस छ नि मेरो सानो हातमा। बिहानै उठी कलेज जाँदा निन्द्रा आँखामै हुन्छ। बिहानै उठी कलेज जाँदा निन्द्रा आँखामै हुन्छ। भोलिको त्यो राम्रो दिनको सपना मनमा हुन्छ। भोलिको त्यो राम्रो दिनको सपना मनमा हुन्छ। कहिले पैसा आउँदैन खल्तीमा मनमा ठुलो चाहना। कहिले पैसा आउँदैन खल्तीमा मनमा ठुलो चाहना। सानो कोठा पुरानो किताब यही मेरो गहना। सानो कोठा पुरानो किताब यही मेरो गहना। पढ्दैछु म दुःख सहेर भविष्य बनाउनलाई। पढ्दैछु म दुःख सहेर भविष्य बनाउनलाई। आमा बुवाको आँखाभित्र खुसी देखाउनलाई। आमा बुवाको आँखाभित्र खुसी देखाउनलाई। साथीहरू त धेरै भेटिए बाटो छुट्टिँदै गए। साथीहरू त धेरै भेटिए बाटो छुट्टिँदै गए। कोही विदेश कोही जागिर मेरो सङ्घर्ष चल्दै गयो। कोही विदेश कोही जागिर मेरो सङ्घर्ष चल्दै गयो। परीक्षाको त्यो रात सम्झी निन्दा कहाँ आउँछ र। परीक्षाको त्यो रात सम्झी निन्दा कहाँ आउँछ र। एउटा नम्बरको आशामा नि मुटु कति धड्किन्छ र। एउटा नम्बरको आशामा नि मुटु कति धड्किन्छ र। हार आई हार मान्दिन आँसु बुझ्छु आँसु आई बुझ्छु। हार आई हार मान्दिन आँसु आई आँसु बुझ्छु। आज विद्यार्थी भए पनि भोलि संसार बुझ्छु। आज विद्यार्थी भए पनि भोलि संसार बुझ्छु। कापीभित्र अक्षर होइन मेरो भविष्य लेख्दैछु। कापीभित्र अक्षर होइन मेरो भविष्य लेख्दैछु। दुःखसँगै हाँस्न सिक्दैछु आफ्नो भाग्य लेख्दैछु। दुःखसँग हाँस्न सिक्दैछु आफ्नो भाग्य लेख्दैछु। विद्यार्थी जीवन आज दुखी छ। विद्यार्थी जीवन आज दुखी छ भोलि खुसी होला। विद्यार्थी जीवन आज दुखी छ भोलि खुसी होला। मिहिनेत गर्ने मान्छेको एक दिन पालो होला। मिहिनेत गर्ने मान्छेको एक दिन पालो होला। कापी बोकी हिँड्छु आज सपना बोकी साथमा। आमा बाबुको आस छ नि मेरो सानो हातमा। कापी बोकी हिँड्छु आज सपना बोकी साथमा। आमा बाबुको आस छ नि मेरो सानो हातमा। धन्यवाद। मेरो मुक्तक यति नै रहेको छ। हजुरहरूलाई कस्तो लाग्यो सबैजनाले भनिदिनु होला। कमेन्टद्वारा हजुरहरूले प्रतिक्रिया गरिदिनु होला। यही कमी कमजोरी यही नराम्रो शब्द भेट्टाउनु भयो भनेपछि हजुरहरूले कमेन्टद्वारा प्रतिक्रिया दिन सक्नुहुनेछ। साथ सपोर्ट गर्नुहोला सबैजनाले। अनि सब्सक्राइब गर्नुभएको छैन भनेपछि सब्सक्राइब गर्नुहोला। हजुरहरूलाई म पनि सपोर्ट गर्दै गर्नेछु। अनि हजुरहरूलाई यो मुक्तक कस्तो लाग्यो कमेन्टद्वारा प्रतिक्रिया दिनुहुनेछ भन्ने मैले विश्वास नै राखेको छु। खुसी लाग्छ हजुरहरूको साथ सपोर्ट अनि मायाले म धेरै नै खुसी नै हुन्छु। सबैजनाले मुक्तक सुनेपछि प्रतिक्रिया नदिनु होला भन्दै यहाँबाट बिदा माग्छु म। धन्यवाद। सबैजनाले मलाई साथ दिनेछन् सपोर्ट गर्नेछन् भन्ने विश्वास छ।
हजुरहरूलाई कस्तो लाग्यो यो मुक्तक? केवल यो मुक्तक चाहिँ मेरो जिन्दगीसँग मेल खान्छ। मैले भोग्न लागेको सबै विद्यार्थी जीवनमा भोगिरहेको विषयसँग सम्बन्धित छ। कस्तो लाग्यो हजुरहरूको प्रतिक्रिया आउँछ भन्दै म यहाँबाट बिदा माग्छु। सबैजनालाई धन्यवाद।